रियल एक्सपिरियन्स प्र्याक्टिकल यो थ्योरिटिकल मैले गुगलमा सर्च गरेको युट्युबमा हेरेको भन्दा पनि मैले खुद अप्लाई गरेर प्र्याक्टिस गरेर यसको रिजल्ट मैले पाएँ। त्यसपछि मैले तपाईलाई सेयर गरेको यस्तो भ्यालुएबल कन्टेन्ट हुनेछ। यसकारणले लाइक एन्ड सब्सक्राइब। पहिला मलाई के लाग्थ्यो भने जति धेरै युट्युब खायो, जति धेरै नलेज लियो, नलेज थुपार्यो, त्यति धेरै स्ट्रङ, त्यति धेरै कन्फिडेन्ट, सक्सेसफुल, पावरफुल हुन सकिन्छ भन्ने विश्वास लाग्थ्यो र मैले युट्युब खाई गर्थेँ। तर त्यो व्यर्थको नलेज थुपारेर केही मिल्ने होइन रहेछ। यसकारणले मैले भोगेको दुःख, मैले गरेको गल्ती तपाईले नगर्नुहोस्। पढाइको कुरामा, नलेज थुपार्ने कुरामा धेरै ध्यान दिन्थे, तर त्यो कुरा व्यर्थको भयो। नलेज त गार्बेज जस्तो भयो र यसले उल्टै मेरो दिमागमा ओभरलोड, कग्निटिभ लोड पर्यो। थ्योरिटिकल कुराहरू मात्र लिए तर त्यसलाई अप्लाई गरिन, प्र्याक्टिकल गरेर हेरिन। यसकारणले म थ्योरिटिकल कुरामा नलेज, इन्फर्मेसन लिने, युट्युब खाने, फेसबुक खाने कुरामा नै व्यस्त भएँ। यसकारणले म सक्सेसफुल हुन सकिनँ। तर मलाई के रियलाइज भयो भने मैले मेरो हेयरस्टाइल चेन्ज गर्नुपर्ने रहेछ, ड्रेसअप चेन्ज गर्नुपर्ने रहेछ। यस्तो कुरा मैले स्लोली रियलाइज गरेँ। धेरैले भन्नुहुन्छ मन राम्रो हुनुपर्छ, बाहिरी कुरा होइन। हो, यो कुरा ठिक हो, म विश्वास गर्छु, मन सफा हुनुपर्छ। तर गलत रूपमा बुझ्नु भएको छ। भित्री कुरा मात्र होइन, बाहिरी खोल प्याकेज पनि राम्रो हुनु पर्यो नि। र हुन त भित्र र बाहिर भनेर छुट्याउनु नै मूर्खता हो, किनकि भित्रको कुरा नै त हो नि बाहिर देखिने। यसकारणले मान्छे भित्र नराम्रो छ भने उसको बडीमा देखिन्छ, ऊ कमजोर छ भने बडीमा देखिन्छ, फेसमा देखिन्छ। यसकारणले बाहिरी कुरा पनि इम्पोर्टेन्ट हुन्छ जति भित्री कुरा इम्पोर्टेन्ट छ। इम्प्रेसन भनेको हाम्रो यस्तै कुराहरूले हो। तपाईलाई जज गर्ने भनेको सुरुमा बाहिरी कुराले हो, भित्री कुराले होइन।